हेलो एभ्रिवान, नमस्ते। सेवारो मनिषा सुब्बा, हाल पोर्चुगलबाट। संगीतकार तथा गायक विक्रम राई दादाको चाहिँ अस्ति भर्खरै निधन भएको थियो अनि उहाँको चाहिँ निधन पछाडि 13औं पुण्यतिथि पनि अस्ति भर्खरै सकेको छ। अनि अहिले चाहिँ कस्तो भइरहेछ भने हरेक सोशल मिडियाहरुमा चाहिँ अब त्यो घटना चाहिँ आफै नघटेको भएर चाहिँ अब कसैले घटाएको पो हो कि हैन, अनि त्यो घटना चाहिँ एकदमै रहस्यमय छ भन्ने खालको टिप्पणीहरु अनि त्यस्तै पोस्टहरु आइरहेको छ। अनि मसँग पनि अब मेरो फेसबुकमा पनि कति जना अब उहाँकै फ्यामिली मेम्बरहरु पनि हुनुहुन्छ अनि उहाँहरुले पनि त्यस्तो पोस्टहरु हालिरहनु भएको छ। अनि त्यो पोस्टहरु देखेर चाहिँ मलाई पनि एकदमै नराम्रो लाग्यो। अब बा हो कि भन्ने खालको एउटा अब हाम्रो मान्छेको दिमाग त अब यसरी आफै घटेको घटना हो भन्ने हामीलाई अलरेडी भइराको थियो। अनि त्यसमा पनि कस्तो हुन्छ, अब त्यस्तोहरु देखिसकेपछि चाहिँ बा हो कि भन्ने टाइपको हुन्छ नि त। अनि त्यही भएर चाहिँ अनि मैले पनि सोशल मिडियाहरुमा फेसबुकको पोस्टहरुमा त्यस्तो देखेँ अनि मलाई पनि एकदमै नराम्रो लाग्यो है। अनि दादालाई चाहिँ मैले पहिलोचोटि कसरी चिनेको भनेदेखि अनि विक्रम दादाको एउटा सङ थियो माया नै माया गरिरहँला भन्ने, अनि त्यसमा चाहिँ मैले म्युजिक भिडियो खेल्ने अवसर पनि पाएको थिएँ। अनि त्यो सङमा चाहिँ मैले एउटा भिडियो पनि खेलेको छु। अनि त्यहाँदेखि चाहिँ मैले दादालाई एकदम नजिकबाट चिनेको हो। अनि कतिचोटि उहाँहरुसँग हामी खानुको लागि याङतारुहरुतिर कता कता पनि गएको थियौं हैन। अनि उहाँ चाहिँ एकदमै राम्रो हुनुहुन्थ्यो। अनि म चाहिँ त्यस्तो धेरै उहाँसँग खुलेर कुरा चाहिँ गर्दिनँ, किनभने मलाई अलिक डर लाग्थ्यो नि त, छुच्चा रिस्ता हुनुहुन्छ होला जस्तो टाइपको लाग्थ्यो क्या। तर उहाँ चाहिँ एकदमै राम्रोसँगले बोल्नुहुन्थ्यो। अनि त्यहाँबाट पछि चाहिँ कस्तो भने पछि अरूहरुमा पनि अरू सङमा पनि म्युजिक भिडियो गर्ने भनेर चाहिँ भन्दै थियौं। अनि त्यतिकै म चाहिँ अब धेरै बाहिरै बस्ने भएको कारणले गर्दाखेरि म चाहिँ त्यो बेला मालदिप्स बस्थ्यो। अनि ब्याक मालदिप्स भइहाल्यो हैन मेरो उयो सकेपछि। अनि त्यहाँदेखि चाहिँ त्यो फेसबुकमा कहिलेकाहीँ कुराहरु हुन्थ्यो। अनि त्यहाँदेखि पछि मेरो त्यो फोन हराएर त्यो फेसबुक पनि त्यतिकै गयो। अनि अस्ति पो दादाको एक बिहानै त्यस्तो पोस्ट देखेपछि मलाई चाहिँ एकदमै नराम्रो लाग्यो क्या। अब किनभने दादा एक त एकदमै यङ हुनुहुन्थ्यो नि त, अब 31 इयर्स ओल्ड भनेको त एकदमै अब यङ उमेर हो। तर पनि अब हामीलाई त्यो कालले अब त्यस्तो हुने समयले चाहिँ कहिले पनि अब यङ बुढो भन्दैन, अब त्यस्तोहरु भनेर पनि अब हामीले पनि चित्त बुझायौं। अब उहाँको घर परिवारले पनि चित्त बुझाउनु भयो होला। अनि अहिले चाहिँ अनेक खालको पोस्टहरु देख्दाखेरि चाहिँ एकदमै नराम्रो लाग्दो रहेछ क्या। अनि त्यही भएर चाहिँ अब उहाँको राम्रोसँगले छानबिन होस् हैन, अब कसैको लागि पनि अब त्यस्तो असर पुग्ने गरेर त्यस्तो उयो नहोस् भन्न चाहन्छु म चाहिँ। अनि त्यही हो, हामीले चाहिँ उहाँलाई धेरै मिस गरेको छ हैन। अब राम्रो मान्छेको चाहिँ त्यस्तो लामो आयु हुँदैन भनेर अब पहिल्यैदेखि हाम्रो बाजे बोजूहरुले पनि भन्ने गर्नुहुन्छ नि त। अनि दादा त्यस्तो भएको सुनेर त्यो फेसबुकहरुमा देखेपछि मलाई कस्तो नराम्रो लाग्यो। अब कति दिनसम्म चाहिँ मेरो दिमागमा त्यही कुराहरु मात्रै खेलिरह्यो। अनि जतिखेर ड्युटीमा पनि मैले सोशल मिडियाहरुमा अब तिनीहरुकै बारेमा हेरिरहेँ अनि त्यस्तो भइरह्यो नि त। अनि त्यहाँदेखि चाहिँ अब त्यस्तो भइरहेको थियो। अनि त्यही माथि अहिले त्यस्तो पोस्टहरु देख्दाखेरि चाहिँ एकदमै नराम्रो लागेको छ। अनि अब उहाँको चाहिँ आफै घटना त्यस्तो घटेको कि कसैले घटाएको कि अब त्यो कुराहरुको चाहिँ राम्रोसँगले छानबिन होस् हैन। अनि दादाको स्वर्गमा बास होस् है। अनि अब सधैँ उहाँ चाहिँ अब तीन चुलामै बसोस् हैन। अनि उहाँको घर परिवारलाई पनि अब त्यस्तो एउटा छोराको मृत्यु दाजुभाइको मृत्यु सहन सक्ने एउटा क्षमता दियोस् हैन। अनि म चाहिँ त्यही भन्न चाहन्छु हैन। अनि हामीले चाहिँ अब सधैँभरि उहाँलाई धेरै मिस गरिरहेको हुनेछ हैन। अनि अब ढिलोछिटो हामी पनि एक दिन मर्नै पर्छ। अब अर्को जिन्दगीमा नि दादालाई अब भेट्न पाऊँ हैन, त्यही भन्न चाहन्छु। अनि अब यो कुराले चाहिँ सबैजना एकदमै एकदमै दुखित थियौं। अब दुखित माथि पनि झन् यस्तो अब मिडियाहरुमा यस्तो आएपछि, यस्तो खालको पोस्टहरु आएपछि चाहिँ अब हाम्रो पनि दिमागमा अलिकति शंकाहरु जस्तो अब त्यस्तो टाइपकोहरु अब खेल्न त्यो स्वाभाविकै हो। अनि अब अहिले हामीलाई त अहिले घडीमा यस्तो भएको छ भने एकजना यङ मान्छे अब त्यो पनि त्यति राम्रो अब संगीतकार, त्यति राम्रो गायक, पहिलो नेपाल आइडल हैन, अब त्यस्तो हुनुभएको छ। अब हरेक अहिले मिडियाहरुतिर उहाँकै बारेमा मात्रै टिकटक भयो, फेसबुक भयो, जताततै उहाँकै मात्रै छ नि त। अनि त्यही भएको कारणले गर्दाखेरि पनि दादाको आत्माले शान्ति पाओस् हैन। सबै कुराहरु के रहेछ भनेर चाहिँ अब सबै कुराहरु हामीले छिटै सोशल मिडियामा देख्न पाऊँ हैन। अनि यति नै भन्न चाहन्छु। अनि दादाको आत्माले शान्ति पाओस्। वी अलवेज मिस यु दादा भन्न चाहन्छु म चाहिँ।